एउटा देश सुन्दर त तब न भन्छ तपाईँ र म चिनजान भयौँ, तपाईँको के भन्दा तपाईँलाई चित्त दुख्छ, केमा तपाईँ गर्व गर्नुहुन्छ हैन? यी कुराहरू भयो भने चाहिँ तपाईँ र मेरोमा सौहार्दता बन्छ, हार्दिकता बन्छ, एक आपसमा तपाईँ र मेरो परिचय हुन्छ, चिनजान हुन्छ। यो त बनाउनु पर्छ होला भन्ने नि हाम्रो सबैको कर्तव्य होला हैन? सबै मान्छेले रुचि राख्दैन संस्कृतिमाथि, सबैको अध्ययन क्षेत्र बन्दैन संस्कृति पनि हैन, इतिहास सबैको रुचिको विषय बन्दैन। तर एउटा तपाईँले फिल्म इन्टरटेन मात्रै कथा प्रस्तुत गर्नुभन्दा चाहिँ संस्कृति सहितको एउटा इन्टरटेन प्रस्तुत गर्दा चाहिँ अलिक सहज सजिलो रूपमा अनि त्यो फेरि दर्शकहरूको स्वीकारोक्ति पनि भयो, स्वीकार पनि छ। जस्तो जारी एउटा नमुनाकै रूपमा छ, जारी स्वीकारियो त हैन? एउटा फरक संस्कृतिको कथा भन्दा स्वीकारियो, घरजै स्वीकारियो हैन, अरू पनि स्वीकारिएको छ। यसरी नै होला, एक आपसमा चिनजान गर्ने माध्यम पनि बन्छ।